हेलो गाइस, वेलकम टु आवर मिनी भ्लग। आज चाहिँ हामी एकदम समुद्रमा आयनापाको बिचमा आएको छ। यो चाहिँ रिसुको भ्लग मैले स्टार्ट गरेको छु है। उनीहरू चाहिँ यता बसिराखेको छ। अनि साथीहरू कस्तो हुँदैछ आज? एकदमै इन्टरटेनमेन्ट है। तिम्रो भ्लग चाहिँ मैले आज सुट गरिराखेको छु है। हेर्नु कस्तो राम्रो कि बीच। ओ माई गॉड, सो ब्युटिफुल। अनि अहिले चाहिँ एकदम सनसेट हुन लागिसकेको छ के है। 5 बजिसकेको छ अनि हामीले चाहिँ लेट भ्लग सुरु गर्यौँ है, किनभने हामीले बिर्सेछौँ कि रुमबाट निस्किँदा चाहिँ। आज चाहिँ हामी कहाँ कहाँ जान्छौँ भनेर अनि हजुरलाई देखाउँछौँ। भ्लग चाहिँ पुरा हेर्नु ल। अनि हाम्रो यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु, फुल वाच एन्ड लाइक गर्न चाहिँ नबिर्सिनु होला। अब चाहिँ हामी आयनापा सेन्टर बजारतिर जाँदैछौँ है गाइज। अनि त्यहाँ चाहिँ सस्तो सस्तो राम्रो राम्रो कपडाहरू कहाँ पाउँछ भनेर हामी तपाईँहरूलाई देखाउँछौँ कि। रिसु, आज चाहिँ म तिम्रो भिडियोहरू सुट गरिदिएको छु है। केही गल्ती भयो भने चाहिँ सरी। अनि म चाहिँ तपाईँहरूलाई चाहिँ हामी कहाँ कहाँ जान्छ भनेर देखाउँदैछ। अनि यो हेर्नु, यो चाहिँ आयनापा हेर्नु है। अहिले चाहिँ सनसेट हुन लागिराखेको छ यो बिचको। रिसु जहाँ जहाँ जान्छ म हजुरहरूलाई कहाँ जान्छ के गर्छ म सब देखाउँछु गाइस। रिसुले के गर्छ त छुट्टीमा? कहाँ जान्छ रिसुले? सधैँ सन्डे छुट्टी लिएर के गर्छ? एउटा चाहिँ गायककार छ, डान्सर। हामी तीनजनामा सबै आफ्नो छ के है। हामी चाहिँ हिँड्दै अरूको चाहिँ आज स्याटरडे चाहिँ काम छ कि। हाम्रो चाहिँ छुट्टी। हामीले चाहिँ मनी उडाउँदै हो, अरूहरूले चाहिँ मनी छाप्दै हो हैन, हल्का। अनि भोलि चाहिँ मेरो चाहिँ काम छ। ल गाइज हेर्नु होला, हाम्रो यहाँ आयनापाको भ्यू चाहिँ एकदम दामी छ है। यतातिर चाहिँ बोर्डहरू टन्नै राखेको छ। अनि यतातिर मेरो दुईटा साथी। कति रमाइलो। ल हेर्नुहोस् होला गाई। दामी छ नि, कस्तो दामी देखेको तर। गाइज हेर्न सक्नुहुनेछ। सो हाम्रोतिर चाहिँ यस्तो छ हैन। ओ माय गॉड, दामी छ। कस्तो राम्रो छ हेर त। मैले चाहिँ खिचे, कस्तो दामी हेर नि, मैले खिच्दिएँ ल गाइज। हाम्रोतिरको ठाउँ चाहिँ एकदमै राम्रो छ। यता चाहिँ जोडी जोडी मस्किरहन् गाइज। यता दुईटा साथीहरू छन् मेरा। अनि यहाँ दुईजना चाहिँ फिसिङ गर्दै हुनुहुन्छ। ल हेर्नु सक्नुहुनेछ तपाईँहरूले। कतिवटा माछा मार्नु भयो बुझ्न, नेपाली बुझ्ने। अहिले फेरि यहाँ बसिरहेको मान्छेले बुझ्न सक्छन् नि त गाइस। हेर्न सक्नुहुनेछ यहाँ चाहिँ माछा मार्दै हुनुहुन्छ होइन। अनि उता एउटा बिरालो बसिरहेको छ। अनि यस्तो छ गाइस, हेर्न सक्नुहुनेछ। अब चाहिँ हामीहरू फर्किँदैछौँ होइन, बजारतिर यसो कपडाहरू हेरेर। अनि त्यसपछि हामीले के भन्छ, छोटो छोटो अनि यो ठाउँमा भिजिट गर्न चाहिँ नबिर्सिनु। अन्त नि सधैँ वेलकम गर्छ आयनापाले चाहिँ हजुरहरूलाई। लिमासोल, निकोसिया अनि पापोस हुनेहरू चाहिँ एकदम एकचोटि चाहिँ भिजिट गर्नु आउनै पर्ने। आयनापा मोस्ट ब्युटिफुल बिच इन साइप्रस चाहिँ सबभन्दा यो ठाउँमा राखेको के ठुलो ब्ल्याक पियरवाला बोट के कस्तो खतरा लाग्छ भाइ। हामी बोट पार्टी नि छिटै जाँदैछौँ। बोट पार्टी गएको भिडियो नि आउँछ गाइस। सो हामीले चाहिँ टु कनेक्टेड भइराख्नु ल। हाम्रो भिडियोहरूमा चाहिँ हाम्रो रिसुको भिडियोमा चाहिँ है गाइजहरू।
अनि हजुरहरूलाई चाहिँ यो तीनटा केटीमा को मन पर्यो भन्नु है, को धेरै बोल्ने रहेछ कमेन्ट गर्नु, को धेरै कमेडी छ भनेर चाहिँ। अनि यस्तै यस्तै भिडियोहरू हामी सन्डे छुट्टीहरूमा चाहिँ हजुरको निम्ति एकदम लिएर आउँछ। साइप्रसको कुना कुनामा सबै हामी कहाँ जाँदैछौँ भनेर। अनि यस्तो भिडियोहरू चाहिँ तपाईँहरूलाई एकदम देखाइरहेको कि म चाहिँ यहाँ एकचोटि लन्च गर्न आएको थिएँ है, त्यो टेबलमा होइन। साइप्रसमा चाहिँ अहिले चाहिँ यो इस्टर हो कि यिनीहरूको एकदम बिग फेस्टिभल भन्छ के भन्छ अरे, क्रिसमस पछिको बिग फेस्टिभल चाहिँ यिनीहरूले इस्टर मनाउँदो रहेछ होइन। त्यही भएर होलिडे थियो। यो भनेको इस्टरको सबभन्दा स्पेसल के भनेको अन्डा, एग। नेपालीमा भन्छ अन्डा, इङ्ग्लिसमा एग, अनि ग्रिकमा भन्छ आब्गा। तिनटैमा भन्दै मलाई तिनटै भाषामा आउँथ्यो र। ल गाइज, यो चाहिँ यसलाई चाहिँ ग्रिकमा के भन्छ हजुरहरूले कमेन्ट गर्नु होला, जुन साइप्रसमा या ग्रिसमा भएर गर्नुहुन्छ। यसलाई चाहिँ ग्रिकमा के भन्छ भनेर कमेन्ट गर्नु है सबैजनाले। ल अनि यहाँको बजारहरू देखाउँछु म, तर लास्टै महँगो हो कि है। यो चाहिँ टुरिस्ट एरिया भएर लास्ट महँगो छ होइन। महँगो भयो नि मन परे चाहिँ किनिदिने हो होइन। अनि यो चाहिँ यहाँ चाहिँ सिजनल कालामाखी हो। यहाँको सबभन्दा स्पेसल खाना चाहिँ गाइज सुब्लाकी हो कि है, साइप्रसको चाहिँ। अनि हजुरहरूलाई थाहा छैन, मैले चाहिँ सुब्लाकी सुनेछु। अनि हजुरहरूलाई चाहिँ अनि कुनै पनि अर्को स्पेसल सालादा र सुब्लाकी बाहेक कुनै स्पेसल फुड यहाँको थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला होइन। यो ठाउँलाई चाहिँ लिमा नाकी भन्छ। इज द एकदम राम्रो हो कि होइन गाइज। अनि आजको भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। हजुरहरू चाहिँ एकदम नछुटाइकन हेर्नु होला होइन। अनि हजुरहरूले मलाई रिसुको भिडियोमा हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब अनि गर्नु। नेक्स्ट भ्लगमा पनि हजुरहरूले धेरै मन पराइदिनु भयो भने चाहिँ म नेक्स्ट भ्लग पनि आउने छु उसको क्यामेराम्यान भएर। हामी चाहिँ यो कपडा पसलमा आइसक्यौँ। यहाँ चाहिँ 50% अफ चलिरहेको छ है। हामी चाहिँ यस्तै अघि भनेको कट्टुहरू चाहिँ यस्तै हो कि किन्न आएको होइन गाइस। अनि हामी भित्र छिर्दैछौँ। अहिले चाहिँ सेल चलिरहेको छ। ओ माई गॉड, समर सेल। ल गाइसहरू, वाउ, तिमीले लगाएको जस्तै ज्याकेट यो शिला दिदीले यस्तै किनिरहेको थियो नि। अहिले त यो फेसन चलिरहेको छ, थाहा छ हनुमान कट्टुको। यसलाई चाहिँ नेपालमा यो देखाउन हनुमान कट्टु भन्छ। यो चाहिँ हनुमान कट्टु कति धेरै चलिरहेछ। हनुमान कट्टु नापेर सुले नापेर देखाउनु। रिसुले चाहिँ आज के किन्छ पनि गाइस ल हेर्नु है। हजुरहरूलाई खास यहाँ चाहिँ कपडाहरू चाहिँ अलि एकदम रिजनेबल प्राइसमा पाइन्छ। वाउ, ल रिसु एउटा किनिदिइहालौँ न त ल। गाइस यो चाहिँ मेरो जस्तै कट्टु रहेछ यहाँनिर हेर्नु होला। गाइस हामी चाहिँ मार्केटभित्र छौँ। हामी हेरेको हेरे भने जस्तो भयो यतातिर चाहिँ। हामीलाई चाहिँ यहाँनिर खासै चित्त बुझ्दो भेटेनौँ है। अब चाहिँ हामी बाहिर निस्किन्छौँ होला। हामीलाई चाहिँ यहाँनिर खासै चित्त बुझ्दो कपडा भेटेनौँ, त्यसो भएर हामी चाहिँ बाहिर निस्क्यौँ गाइस। हामी चाहिँ लाग्यौँ गाइजहरू। ल लाग्यौँ हामीहरू। अब कहाँ जान्छौँ तपाईँहरूलाई देखाउँछु है, हेर्दै गर्नु होला। लेट्सी हामीलाई चाहिँ खासै के मन परेन गाइस। अहिले त भर्खर समर स्टार्ट हुँदैछ। कट्टु किन्न गएको साथीहरू कट्टु नै मन परेन, फर्केर अब नयाँ प्रतिशत कुखुराको भालेको अन्डा
बालेको अन्डा नि पाउँदो रहेछ गाई साह्रै हिँड्दा थाकियो होइन अब चाहिँ हामी फर्किँदैछौँ अनि आजको छुट्टी सकिने बेला हुँदा लाग्दाखेरि ढुकढुक हुन्छ कि भोलिको काम सम्झेर ओहो भोलि काम गर्नु छ भनेर गाइजहरू मलाई मात्रै त्यस्तो हुने हो कि हजुरहरूलाई पनि त्यस्तो हुन्छ है भन्नु छुट्टी सकिने बेलामा चाहिँ दिनभरि फ्रेस भएर काम गरेर घुमिएर हिँडिरहेको हुन्छ जब छुट्टी सकिने बेला हुन्छ नि त्यसपछि ओहो भोलि ती काम गर्नुपर्छ भनेर सोचेर दिक्क वाक्क प्याक्क लाग्छ साथीहरू हामी चाहिँ आज यति हिँड्यो कि खुट्टाको ब्यान्ड बजायो होइन रिसुको त भोलि नि छुट्टी पर्सि नि छुट्टी हजुरहरूले खतरा खतरा भ्लगहरू देख्न पाउने हुनेछ यो छुट्टीमा चाहिँ उसले यस्तो पारालिमी गएर दामी खतरा खतरा गराउँछ गाइजहरू यता नि छिरौँ एक टाइम ए ओके गाइजहरू यो केराको बुट हो तर यसमा केरा पाउँदैन गाइजहरू हो त्यो केरा नपाउने घेरा हो कि यसलाई के भन्छ ल कमेन्ट गाइज हेलो अब चाहिँ हामी सेन्टरमा पुग्न आँटिसक्यौँ गाइज होइन अनि अहिले चाहिँ सेन्टर खतरा बनाइराखेको छ त्यहाँ टाइल्सहरू हालेर दामी बनाएको छ कि पहिला आउँदा चाहिँ अलि नराम्रै थियो अहिले खतरा राम्रो बनाएको छ मस्त हिँडिराखेको छ अब चाहिँ समरमा चाहिँ बेलुका निस्किन चाहिँ मजा हुन्छ कि दिउँसोमा चाहिँ घाम लास्टै लाग्छ अनि आज चाहिँ हामीले लास्टै सनबाथ गऱ्यौँ होइन त्यही भएर एकदम सनी ब्ल्याकी भयो अनि यो ठाउँमा चाहिँ मेन भनेको बाहिर निस्किँदा चाहिँ ब्यागमा एउटा सनक्रिम राख्न चाहिँ नबिर्सिनु होला कसैजनाले कहिले पनि केटा होस् या केटी नत्र हजुरको बोयफ्रेन्ड गर्लफ्रेन्डहरूले कसैले चिन्दैन एकचोटि घुमेर आयो कालो भएर म क्यामेराम्यानै भएको हो क्या है बिहान क्यामेरा उमेन अनि मैले चाहिँ अहिले 1 वर्ष भइसक्यो आएन भएको यो चर्चतिर चाहिँ म गएको छैन त्यही भएर हामी चाहिँ चर्च हेर्न जाँदैछौँ गाइस होइन आज चाहिँ चर्च घुम्न जानुपर्छ यो अहिले चाहिँ कस्तो पिसवाला यो मान्छेहरू नहुँदा चाहिँ आनन्द आउँछ कि जब यहाँ मान्छेहरू आउँछ नि त्यस्तो बेजेत हुनेवाला त हाले छैन त्यस्तो नभन्नु न त्यो बोलेकै राख्नुपर्छ भन्ने छैन नि त साउन्ड त म्युट गरिदिए नि मिलिहाल्छ हो ओभर गरिदिए नि मिल्छ एडिट गर्न जान्नु पर्यो मैले के बोलेको छु भनेर त्यो चाहिँ सबलाई हुनेवाला हो नर्मल फिलिङ्स हो है हामी जमिनमा छौँ साइप्रसको यो चर्च भन्ने ठाउँमा यसलाई ऱ्याबिट भन्छ के तिमीहरूलाई थाहा छैन यसलाई ऱ्याबिट भन्छ के धेरै फोटो खिच्नु हुँदैन मलाई चाहिँ हामी हिन्दू भए पनि हामी सबै धर्मलाई सम्मान गर्छौँ यस्तो होइन कि हामी चर्च जानु हुँदैन हामी पूजा गर्ने मन्दिर जाने मान्छे वी बिलिभ इन गड त्यो चाहिँ आफूले सबैले आफ्नै प्रकारले छुट्टै मान्ने तरिका हो तर बनाउनेवाला एक हो होइन बुझ्नेले चाहिँ बुझ्छ गाइस म हजुरहरूलाई एकदम चर्च देखाउँछु रिसु कस्तो भयो तिमीले आज हामीसँग घुम्दा है
कति कस्तो राम्रो देखेको कि सन पनि है। म माथिबाट हजुरहरूलाई चर्च देखाउँछु ल गाइस। वाउ हेर्नु कस्तो के यहाँ बस्दाखेरि पिस आउँछ कि हजुरहरूलाई एकदम मनहरू आत्तिने के भयो भने चाहिँ नजिक कतै चर्चहरू छ भने चाहिँ गएर एकदम शान्त भएर बस्नु हजुरको मनलाई शान्त मिल्छ है। त्यता तल नजाने। यहाँ हेर्नु न गाइस कति क्युट क्युट पपीहरू के। अनि फेरि यो डेकोरेसन इस्टरको। अनि म फ्लावर देखाउँछु हजुरहरूलाई कस्तो राम्रो। वाउ कस्तो राम्रो पपी। हामी चाहिँ अब भ्लगको अन्तिम अन्तिममा आइसकेको छ। एन्ड गर्ने बेला भइसकेको छ। कति राम्रो नि हामी त। तर सबै राम्रो होइन। हेलो कस्तो थाक्यो कि थाकेन आज? उसले कट्टु पाएन गाइस। काहीँ सस्तो राम्रो कट्टु पाउँछ भने कमेन्ट गरिदिनु कुन ठाउँमा उसले गएर किन्छ होइन। उसलाई गर्मीमा कट्टु गिफ्ट हानिदिनु। ओके अब चाहिँ एन्ड गर्नु पर्ला जस्तो छ। हामी लास्टै थाकिसक्यो होइन रिसु? ओइ हुन्छ ल आजको हाम्रो भ्लग चाहिँ एन्ड गरौँ होला होइन। त्यसपछि अब नेक्स्ट भ्लगमा देख्न सक्नुहुनेछ। आजको हाम्रो होलिडे चाहिँ कम्प्लिट भयो गाइस। यस्तै अनि तिमी चाहिँ भोलि कहाँ जाने? म चाहिँ पारादिमी जान्छु होला दिदीकोमा गएर। राम्रो राम्रो भ्लग बनाएर हाल ल। हामी चाहिँ सबजनाले हेर्नुहुन्छ तिम्रो भ्लगको वेटिङमा हुनुहुन्छ होइन। आजको दिन पनि एकदमै इन्जोय भयो होइन तिमीहरूसँग घुमेर। त्यसपछि मेरो चाहिँ अझै 2 दिन छुट्टी छ। नसोचेको 3 दिन छुट्टी त मेरो फर्स्ट टाइम मात्र हुँदैछ होइन। सो म चाहिँ एकदमै भनौँ न के भन्ने अब लाइक सोचेको थिएँ ह्याप्पी छु। एकदमै ह्याप्पी छु। 3 दिन छुट्टी अनि रिल्याक्स हुने भयो होइन। 3 दिन चाहिँ एकदम रिल्याक्स हुने भयो। हामी चाहिँ भोलि चाहिँ काममा जाने। हामी 2 जना चाहिँ ऊ चाहिँ छुट्टीमा जाने गाइज ल। ओके अब यस्तै भ्लग हेर्नको लागि हाम्रो हजुरहरूले चाहिँ छुट्टीमा के गरेर मनाउनुहुन्छ, कसरी छुट्टी सेलिब्रेट गर्नुहुन्छ भनेर चाहिँ कमेन्ट गर्नु होला गाइस। हामी चाहिँ यसरी नै दिनभरि लखर हिँडेर आफ्नो छुट्टीमा झन् काम गरेको भन्दा नि थाकेर बस्छौँ। हजुरहरू चाहिँ के गर्नुहुन्छ कमेन्ट गर्नु होला। अनि हाम्रो भिडियो लाइक मन पर्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। र यस्तै भिडियो हेर्नको निम्ति सब्सक्राइब चाहिँ गर्नु होला। बाई बाई बाई। हेलो पासा बाई भन। बाई बाई।